ल नेपालभरिका संसारभरिका दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस्, महावीर पुलको चुनाव खर्चको बारेमा, महावीर पुलले पैसा पाएको बारेमा कुरा सुन्नुहोस्। अरू उम्मेदवारहरूले चाहिँ जनतालाई भोट माग्नको लागि पैसाको बिटो माग्छन् भन्ने सुनेको छु। यो गाउँमा म अस्तितिर घुम्दाखेरि पनि मान्छेहरूले हामीले पनि बिटा लिएर खायौँ भनेर भनेको सुनियो। अब तर कुरा के हो थाहा छैन, नदेखेको कुरा, थाहा नपाएको कुरा। तर महावीर पुललाई चाहिँ चुनावमा चाहिँ यो चुनाव खर्चको लागि भनेर चाहिँ बरु उल्टै गाउँलेहरूले मतदाताहरूले जस्तै पैसा दिइरहेका छन्। पैसाको फुलमाला लगाइदिएका छन्। अहिलेसम्म गाउँ डुल्दाखेरि करिब चाहिँ 15 लाख रुपियाँ जति चाहिँ पैसा आइसक्यो। अघि अब त्यो पैसा चाहिँ यो चाहिँ मतदाताहरूले गाउँमै दिएका हो। अब अनलाइनबाट कति सहयोग गर्नु भएको छ त्यसको हिसाब किताब पनि गर्छु, देखाउँछु र चाहिँ यहाँ यसरी दिएको हिसाब किताब पनि देखाउनु पर्ला है। जोस् अब चुनाव जित्नलाई पैसा खर्च गर्नु पर्दैन क्या। राम्रो काम गरेपछि चुनावमा खर्च पनि आफै आउँदो रहेछ। चुनाव त पक्कै जितिन्छ गरे भन्छन् साथीहरूले। मैले पनि होला जस्तो लागेको छ। म्याग्दीबाट पैसा खर्च नगरिकन, पैसा नबाँडिकन चाहिँ चुनाव जितिने भयो। अब के गर्ने, अब सांसद हुन लेखाएर चाहिँ भगवान्ले लेखिदिए रहेछन्। अब भगवान्ले लेखेको कुरा नगरौँ भने अब नहुने। अब नगऱ्यो भने त नगऱ्यो भनेदेखि फेरि भगवान्ले गाली गर्लान्, दण्ड देलान्। त्यसैले जित्दै पर्ने भयो, जितिने भयो। पैसा नखुवाइकन चाहिँ, पैसा नबाँडिकन, भोज नखुवाइकन चाहिँ चुनाव जितिने भयो साथीहरू। ल धन्यवाद छ, सबैलाई धन्यवाद छ। कसैले दुःख नमान्नु होला। हाम्रो प्रतिद्वन्दी उम्मेदवारहरूलाई पनि शुभकामना, बधाई छ। ल धन्यवाद।